हेलो गुड मर्निङ। आज चाहिँ हामी माथि गोर्खा मेमोरी पार्क भन्ने ठाउँमा चाहिँ आएको छौँ। यहाँ चाहिँ हाम्रो बाजेहरूको नाममा चौतारी निर्माण गर्न दिएको थियौँ। त्यो काम चाहिँ आज सकेर चाहिँ हामी मेरो मम्मी, मेरो ठुली मम्मी, म अनि मेरो बाबा लगायत अरू भ्याउने पार्टीहरू चाहिँ सबैजना गएर चाहिँ आज बाजेहरूको नाममा धुप असिता माला लगेर चाहिँ यसो पूजा गरेर चाहिँ हामी फर्किने हाम्रो उयो थियो, प्लान थियो। त्यही भएर हामी सबैजना भ्याउने चाहिँ गयौँ। नभ्याउने अब आफ्नो काम व्यस्तताको कारणले हुन्छ होइन, त्यही त हो। उहाँ चाहिँ मेरो मम्मी हुनुहुन्छ अनि उहाँको चाहिँ बाबा मेरो मामली बाजे, उहाँहरू दुईजना बाजे यताको बाजे चाहिँ मेरो ठुली मम्मीको ससुरा, यता मेरो बाजे मामले बाजे। अनि यता दाजुले चाहिँ अब यो माला कसरी लाउने भन्ने बारेमा चाहिँ दाजुले यहाँ आइडिया दिनुहुँदैछ। यहाँ मेरो बाबा हुनुहुन्छ अनि अब हामीले यसलाई अब कुन तरिकाले लाउने भन्ने हाम्रो उयो भएर चाहिँ अब लास्टमा चाहिँ हामीले ल त यसरी लाउनु पर्ला भनेर चाहिँ हाम्रो उयो जुस प्लान उयो भयो। अनि यसरी हामीले फुल पनि सिउरिदियौँ। अनि मैले चाहिँ म अनि यता तुम्बाले चाहिँ हाम्रो बाजेहरूको नाममा धुप दियो माला फुलहरूले चाहिँ यसो पूजा गर्दैछौँ। त्यही हो, एकदम मन पनि आज एकदम उयो भएको छ, त्यस्तै हो। अनि मेरो तुम्बा पनि हुनुहुन्छ यता पछाडि। यसरी हामी पूजा गर्दैछौँ। जे जस्तो भए पनि अब हामीलाई मनमा एकदम भारी भएको छ, किनभने मान्छेको जन्मपछि मृत्यु त यो प्राकृतिक नियमै हो। त्यही हो, के गर्नु। अब बाजेलाई धेरै सम्झना, दुइटै बाजेहरूलाई भन्दै पूजा गरेँ मनमा। अनि त्यो पूजासुजा गरेर चाहिँ हामी सबैजना आफ्नो घरतिर लाग्यौँ। अब भ्याएको बेला हामी फेरि पनि आउँछौँ अनि आएर फुलहरू रोपिदिन्छौँ है भनेर चाहिँ हामी चाहिँ यति पूजा गरेर चाहिँ सबैजना घरतिर लाग्यौँ।